राखिएको छ। तपाईहरु 6 जनाको ग्रुप अघि जस्तै गोलो बनेर माकुरो जस्तै बनेर 5 दुना 10 वटा खुट्टाले हिडेर 10 वटा खुट्टा त्यो छुट्नु भएन। अनि ग्रुप हिडेर अनि त्यहाँ गएर त्यो कुर्सीलाई घुमेर बेलुन लिएर यहाँ जो पहिला आउँछ त्यो ग्रुप फर्स्ट हुन्छ। माकुरो भएरै आउनु पर्यो। जब छुट्यो भनेपछि फेरि भएन खेल। बेलुन लिएर आउने एक बिस्तारै बिस्तारै पछाडिको साथी झर्नु भएन। बिस्तारै बिस्तारै पछाडिको साथी झर्नुहुन्छ। बिस्तारै आउनु है। छिटो 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 बिस्तारै 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 नातिलो बिस्तारै नारिन्छ। मोटी भएर गए जस्मिन संगठनमा रहेर जित्ने टिमलाई हेर्दा सानो सानो टिम छ। आज नाचगान हुँदैछ भजनमा। भजन मण्डली अरे सबैजना आमा बुवाहरू नाच्न जाँदै हुनुहुन्छ। ओ नाच्न जाऊ रे अन्जना। अर्काका कुर्सीमा बस्ने के हो? सामान छोडेर गखाउनु गऱ्यो नि त्यस्तो। ओम शान्ति आएर उसका कुरा गर्ने हो त्यस्तो। अटो सकाने कोही आएन अहिले चाहिँ स्टाफ ऊ भ्याएर आउँछन् होला चाहिँ होइन। 2 बजेपछि आउने
अरे अलिअलि सुचा मान्छे बसेर हेर पिकनिकमा हामी है जम्मा भइरहेको छ हाम्रो शान्तिको दिदी राधिका दिदी नाच्दै गेम स्टार्ट हुँदैछ सरहरूको हजुर दुई हुनुहुन्छ हजुर दुई होइन एक दुई एक दुई एक दुई हेर्नु छ बसेर दुई एक दुई एक दुई एक दुई एक दुई एक दुई एक एकको ग्रुप यो लाइनमा जानु त दुईको ग्रुप शान्तिको कार्यक्रममा आएको एकको ग्रुप उता दुईको यता आउनु दुई ग्रुप यता आइदिनुहोस् दुई नम्बर ग्रुप यता आउनुहोस् रस्सीको लुट्ठा तानै हुँदैछ सरहरूको छाप्पे ढुङ्गामा यति राम्रो अवस्थित शिव मन्दिर छ यहाँ तपाईँहरू पनि आउन सक्नुहुन्छ पिकनिकहरूको लागि एकदम राम्रो स्पेस छ यस क्षेत्रका सम्पूर्ण उद्योगी व्यवसायी स्वास्थ्य कर्मी बुद्धिजीवी सम्पूर्णको सहभागितामा हामी एउटा सानो केटाकेटी जस्तो बच्चाको जस्तो खेल खेलिरहेका छौँ यो हाम्रो लागि अति नै एउटा सौभाग्यको कुरा हो म हार्दिक आभार व्यक्त गर्न चाहन्छु यहाँहरू सबैलाई यहाँहरूले सहज रूपमा यसलाई स्वीकार गर्नुभयो र खेल्न लाग्नुभएको छ हामी समुद्र मन्थनको खेल खेल्दैछौँ सबैजनाले यो रस्सीलाई समाउनु होला लाइनबद्ध रूपमा अगाडि अगाडि लागेर ल अब सुरु हुँदैछ गेम जसको नाम आएको छ उहाँहरूले यो रस्सीलाई समाउनु हुनेछ यो क्षेत्रको लागि अति नै दुर्लभ खेल मानिन्छ किन भन्दा यस्तो अवसर यो सम्पूर्ण टिमको सहभागिता यसरी कहीँ पनि हुन सक्दैन सबै क्षेत्रबाट हामी एकै ठाउँमा एउटै चौरमा जम्मा भएका छौँ हामी सबैका पिता परमेश्वर शान्तिका सागर आनन्दका सागर परमपिता परमात्मा शिव बाबाले हामीलाई यो एउटा एकजुट हुने अवसर दिनुभएको छ कतै गेम स्टार्ट भइरहेको छ कतै खानपिनको व्यवस्था भइरहेको छ गाइस हामी यो समुद्र मन्थनको खेलमा सहभागी हुँदैछौँ साथीहरूले आफ्नो टिमलाई मजबुत गराउँदै हुनुहुन्छ सल्लाह गर्दै हुनुहुन्छ जो पनि भिडियो बनाउन चाहनुहुन्छ दिदीहरू यो सेतो लाइनभन्दा बाहिरबाट गराइदिनु होला पछाडि सेतो लाइन छ हजुरहरू अलिक टाढाबाट आउनु फेरि नजिक नजानु होला अरू नखेल्ने दाजुहरू अलिक पर दूरीमा बसिदिनु होला टाढाबाट फेरि आउन अति रमाइलो खेल हामी खेल्न सुरु भइरहेका छौँ हाम्रो डाक्टरहरू पनि यो खेलमा सहभागी हुनुहुन्छ सफल उद्योगी व्यवसायीहरू सहभागी हुनुहुन्छ क्याम्पसको सरहरू पनि यसमा सहभागी हुनुहुन्छ स्वास्थ्य कर्मीहरू सहभागी हुनुहुन्छ समाजसेवी बुद्धिजीवीहरू सहभागी हुनुहुन्छ यो अति नै दुर्लभ खेल हाम्रो माझमा हजुरहरूलाई हामी प्रस्तुत गरिरहेका छौँ सबैजना टिम रेडी हुनुहुन्छ सबैजना रेडी हुनुहुन्छ सुरु गरौँ ओके अलर्ट हुनु होला सबैजना 1 2 3 Me como si fuera la última vez y
enséñame ese pasito que no sé, un besito bien suavecito, bebé. Taki taki, taki taki rumba. अति राम्रो खेल छोटो समयमा रमाइलो मिलेर 1 नम्बर ग्रुपले सफलता हासिल गर्नुभएको छ। हामी सबैको तर्फबाट जोरदार तालीको साथमा 1 नम्बर ग्रुपलाई हार्दिक हार्दिक बधाई दिन चाहन्छौँ। बधाई छ बधाई छ बधाई छ। अति सजिलोसँग हजुरहरूले यो खेलमा सहभागी हुनुभयो, त्यसको लागि पनि हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। अति रमाइलो भयो, सबैजनालाई खुसी पार्नुभयो। खानपानको लाइन छ यहाँ चाहिँ यता हो यता कहाँ त हाम्रो सफल व्यवसायी बुद्ध कम्प्युटरका प्रोप्राइटर राम सौभाग्य राणा अब हामी खाना राम खान सौभाग्य थारू सर यहाँ हाम्रो माझमा उपस्थित हुनुहुन्छ। अति एक्टिभ एनर्जेटिक हुनुहुन्छ। यस्तो खेलहरूमा धेरै ठाउँमा उहाँको सहभागिता मैले देखिरहेको छु। अब उहाँलाई सँगै राखेर हाम्रो क्याम्पसको सरहरूलाई सँगै राखेर एउटा हामी 10 जनाको टिममा हामी खेल खेल्नेछौँ। हाम्रो लायन्स क्लबको नारायण सर, राम सौभाग्य सर, क्याम्पस प्रमुख वेदराम सर, राजकुमार अर्याल सर, मधुसूदन पौडेल सर, मित्रलाल मरासिनी सर, कुलराज भुषाल सर, रमेश पौडेल सर, यो नवीन भाइको अगाडि उपस्थित हुनुहुनेछ। हरि विवेकले काम गर्नुहोला। हतार गर्दा चिप्लियो भने खेलमा बिचमै हामी फेरि आउट हुन सक्छौँ। खेल सजिलै छ, त्यस्तो धेरै मिहिनेतको खेल छैन, तर धैर्य धारण गरेर फेरि अर्को गेम हुँदैछ। बेलुनहरू तयार छैन भने तयार गर्नु। यतै छ नि आएको तिमीमा देख्यो ए मेरो साथी भेट अहिले भइसक्यो हाम्रो माझमा ए यो जीवन निर्वाहको लागि धेरै दुःख कष्ट धेरै जिम्मेवारीहरू हाम्रो काँधमा छ। कति फुर्सद नहुँदा नहुँदै पनि आज हामी समय निकालेर आएका छौँ। कतिलाई त हतार होला, कति फोन पनि आइसक्यो होला। यो खेल पनि त्यस्तै छ, धेरै लोड हुँदा पनि हामी जीवनलाई अगाडि बढाउनै छ, खुसी हुनै छ। तर अहिले शारीरिक रूपमा बोझभन्दा पनि मानसिक रूपमा हाम्रो बोझ बढी छ, जो बाहिरबाट देखिँदैन। मेरो पनि मन हेर जुत्ता कस्तो भयो जुत्ता हेर कस्तो छैन, त्यो सामान्य छ। तर अहिले खेल्ने बेलामा सबैभन्दा ठुलो बोझ हजुरहरूलाई यही हुन्छ। पिप्रा फेरि फुटबल हुन्छ अरे नि 15 गते खेल्छौ अहिले अस्तिकोमा त म थाहै पाएन। हजुर अस्ति यहाँ थियो है बुद्ध रङ्गशालामा त्यसै हो नि भन्ने कताबाट उतै पार्टी हुन्छ हाम्रो त त्यही पार्टी हुन्छ होला जहाँसम्म भएन भने यतैबाट खेल्छु। हामी सिक्ने भन्ने सितुले भएको दिदीलाई गाउँबाट उताबाट खेल्न दिने होइन भने सबैले अरे हो त के रे अहिले सिक्ने भन्थ्यौँ के रे अस्ति मिटिङ राख्नु भन्दै साँझमा के भयो नवीन भाइलाई चाहिँ गर्दैछ सबैले हात हल्लाइदिनुहोस् त एकपटक। यहाँ एउटा लाइन छ, सिधा लाइन छ। हजुरहरू सबैले त्यो बेलुनलाई दुईटा खुट्टाको बिचमा च्याप्नु पर्नेछ। दुईटा खुट्टाको बिचमा च्याप्नु होला बेलुनलाई। हिँड्ने अन्त टुकटुक हिँड्ने होस् तरी दुईटा खुट्टाको बिचमा बेलुनलाई सजिलोसँग मिलाएर च्याप्नु होला। अनि दुवै हातलाई माथि गरेर नयाँ गेम भइरहेछ समय 1 2 3 भनेपछि खेल सुरु गर्छौँ। त्यो बेलुनलाई नखसालिकन हिँड्नियो हजुरहरू उफ्रेर हुन्छ कि उडेर हुन्छ कि गुडेर हुन्छ कि सुतेर हुन्छ कि उठेर हुन्छ कि जे गरेर भए पनि बेलुनलाई नखसालिकन यो सिधा लाइनलाई पार गरेर यसबाट घुमेर फेरि हामी त्यही ठाउँमा जो पहिला पुग्न सक्छौँ उसलाई विजेता घोषणा गरिनेछ र आदरणीय दिदीज्यूको हस्तकमलबाट उहाँलाई सम्मान गरिनेछ। तयार हुनुहुन्छ सबैजना? जल्दी नगर्ने है कसैले पनि। हातलाई माथि गरेर हिँड्नुपर्ने हो। उफ्रिन पनि सक्नुहुन्छ, उड्न छलाङ मार्न पनि सक्नुहुन्छ, तर बेलुन खस्नु भएन। अनु के खाने हो? ओके के खान आइग्यो? अनि हजुरहरू आउट के खान आइग्यो? जित्यो कि हार्यो? हातलाई माथि ल बधाई छ बधाई गर्नुहोस्। नआत्तिएर धैर्यले खेल्ने खेल हो। मानसिक बोझलाई कसरी उतार्ने भन्ने खेल हो यो। शारीरिक रूपमा यो गर्नु छैन, तर बहुत भारी पर्नेछ हजुरहरूलाई। के थियो ओके हजुरहरू दर्शकहरूलाई म अनुरोध गर्दछु हजुरहरू पछाडिबाट सेतो लाइनभन्दा बाहिरबाट उहाँ बसेर हजुरहरूले फोटो खिच्नु होला अलिक टाढाबाट। खेलमा डिस्टर्ब हुन्छ किनभने उहाँको ठुलो टिम छ। उहाँहरू धेरै पछाडिएर हिँड्नु हजुरहरू नजिक
गुरु अलि टाढा टाढा हुनु अलि टाढा टाढा खेलाडीहरूलाई डिस्टर्ब नगरिदिनु होला यो भिडियो खिच्दै हुनुहुन्छ जो मोबाइलमा उहाँहरू पछाडिबाट प्लिज उहाँहरूलाई डिस्टर्ब नहोस् एकदमै खुल्ला छोडिदिनु छुट्टै ल्याइदिउँ न यो अप्ठ्यारो खेल छ हाम्रा बौद्धिक व्यक्तित्वहरू सम्मानित व्यक्तित्वहरू हाम्रो माझमा खेल खेल्दै हुनुहुन्छ यो हाम्रो लागि एउटा खुसीको अवसर हो हामी सम्मान गर्न चाहन्छौँ आभार व्यक्त गर्न चाहन्छौँ ल रेडी हुनुहुन्छ सबैजना थ्याङ्क यू आमा च्याप्नुहोस् म 1 2 3 भन्छु अनि हुन्छ होला है ओके 1 कता गए 2 3 आउनुहोस् कता गए नआत्तिएर धैर्यपूर्वक बिचमा बेलुन खस्न सक्छ मिलाएर आउनुहोस् यो रेखालाई पार गरेर फेरि हजुरहरू उही ठाउँमा पुग्नु पर्नेछ हातलाई माथि गर्दै जसको बेलुन फुट्छ उहाँहरू आउट हुनुहुन्छ स्वतः रूपमा बेलुनलाई नफुटालिकन आउनुहोस् फेरि जोडेर आउनुहोस् अगाडि अगाडि बढ्नु गेम खतरा गेम चलिरहेछ जानुहोस् त अझै पछाडि सेतो लाइनभन्दा अझै पछाडि त्यो कुर्सीलाई यहाँ अगाडि राखिदिनु अगाडि कुर्सीलाई अगाडि कुर्सीलाई अगाडि राखिदिनु त सबैजना रेडी हुनुहुन्छ म खेलको बारेमा बताउँछु हजुरहरूलाई है त नयाँ नयाँ टिमहरू हुनुहुन्छ केही अप्ठ्यारो त छैन खुसीले रमाउने हो अरू केही छैन यो चौरभित्र कोही पनि नआइदिनु होला दौड हुन्छ यहाँ फेरि तपाईँ च्यापिनु होला यो सेतो लाइनभन्दा बाहिर उभिदिनु होला हामी अलि अनौठो खेल खेल्दैछौँ यो जति सकिन्छ कुर्सीभन्दा अलि दूरी बनाएर अलिक पर पछाडि जानु होला यहाँ साथी घुम्नुपर्ने हुन्छ अलि छोडिदिनु होला यो खेल कसरी सुरु हुन्छ भने हजुरहरूलाई जुत्ता चप्पल अप्ठ्यारो छ भने खोल्न सक्नुहुन्छ यो सेन्डी लगाएर दौडिनु गाह्रो हुन्छ जुत्ता मजा खोल्नु सकेसम्म खेलमा जित्ने हो हामी 5 जनाको टिम छौँ 5 जनाले जित्छौँ एउटा ग्रुपमा 5 जना छ 5 जना फर्स्ट हुन्छ एउटाले झल्ली गर्यो अल्छी गर्यो भने ग्रुप पुरै हार्छ फेरि हो त्यस कारणले सल्लाह गर्नुहोस् अगाडिको दौडिने पछाडिको दौडिने अनि त्यो ग्रुपमा जित्नुपर्छ केही सल्लाह गर्नु छ भने गर्नुहोस् अगाडि पछाडि गर्नु छ भने गर्नुहोस् अहिले जसरी नि जित्ने हो भनेर मनोबल बढाउनु पऱ्यो नि साथीहरू कसलाई अगाडि राख्नु कसलाई पछाडि राख्ने बेलिराम भट्टराई सर जहाँ पनि हुनुहुन्छ यहाँ तर्कको लागि बेलिराम भट्टराई सर हजुरहरू रेडी हुनुहुन्छ सबैजना म नियम बताउँदैछु है खेलको 1 2 3 भनेपछि हामीले अगाडिको जो टिम लिडर हुनुहुन्छ दौडेर जानुहुन्छ आफ्नो कुर्सी हेर्नु होला कुन चाहिँ हो 5वटा कुर्सी राखिएको छ हाम्रो कुर्सी कुन हो अहिले हेरिराख्नुहोस् है आफ्नो कुर्सीलाई हेर्नुहोस् सिधा हो यहाँ जसरी छ त्यस्तै त्यहाँ पनि कुर्सी छ तपाईँको कुर्सी कुन हो बिचको हजुरको म पनि बिचमा छु त्यसरी हेर्नु है त 3 भनेपछि हजुरहरू दौडेर जानुहुन्छ वहाँ गएर एउटा बेलुन लिएर आउनुहुन्छ दौडेर लिएर आएर यो कुर्सीमा राखेर बेलुनलाई बसेर फुटाल्नुहुन्छ हजुरले बेलुन फुटालेपछि पडङ्ग आवाज आउने बित्तिकै बल्ल अर्को साथी दौडिने हो त्योभन्दा पहिले दौड्यो भने खेल बिग्यो हो पहिलो व्यक्ति गएर दौडेर आएर बेलुनलाई लिएर आएर यहाँ फुटालेपछि बल्ल अर्को दौडिने हो छैन लिएर दौड घुमेर लिने हो छैन बानेको बेलुन छैन तर कुर्सीलाई घुमेर लिनुपर्छ कुर्सी घुम्नु भएन भने खेल बिग्रिन्छ साइडबाट तपाईँहरू दौड्दाखेरि आफ्नो दायाँ हातबाट कुर्सीलाई यता बायाँतिर पारेर दौडिनु होला र घुम्दा पनि कुर्सीलाई बायाँ पारेर यसरी घुम्नु होला यताबाट जाने
यो दायाँ साइडबाट जाने कुर्सीलाई बायाँ पारेर बुझ्नु भएको छ क्लियर छ दौडेर जाने बेलुन लिएर आउने कुर्सीमा बसेर फुटाल्ने हातले फुटाल्ने होइन बसेर फुटालेपछि आवाज आउने बित्तिकै बल्ल अर्को व्यक्ति दौड्ने है त उठ्छ फुटाउन पर्यो बल्ल फुटाउनै पर्यो हाम्रो दिल्लीराज सर उपस्थित हुनुहुन्छ भक्ति सर हजुरले खोज्दै हुनुहुन्थ्यो ओके सेतो लाइनभन्दा बाहिर बसेर उभिएर हजुरहरूले हेरिदिनु होला हाम्रो खेल सुरु हुन्छ रेडी हुनुहुन्छ सबैजना कुर्सीलाई बायाँतिर पारेर घुम्नु होला दर्शकहरूले दौडेर हेरिराख्नु जाने भएको छ बेलुन लिएर आउने घुमेर आएर बसेपछि गेम बेलुन खेल सुरु फुटेपछि हुँदैछ। अर्को साथी दौडिने 5 राउन्डमा खेल समाप्त हुन्छ विजेता घोषणा गरिन्छ ध्रुव दाजु कता हुनुहुन्छ कता बस्नुहुन्छ अगाडि बस्न पाउनुहुन्न अलि यता बस्नु ध्रुव दाजु रेकर्ड राख्नु होला सबैको ओके सुरु गरौँ 1 2 3 दौडिनु 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 कुर्सीलाई घुमेर लिने हो बेलुन कुर्सी घुमेर बेलुन लिने छिटो छिटो दौडिनु अर्को भविष्य दाजु बेलुन तयार गर्नु बेलुन छिटो छिटो बेलुन चाहियो छिटो छिटो बेलुन दौडिनु छिटो रोमान्टिक गेम छिटो ला 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 छिटो 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 रिता दिदी टक्स गर्न उठ न झन् पहिले गएर पछि 2 नम्बर टिमले प्रथम स्थान हासिल गर्नुभएको छ बधाई छ जोरदार तालीको साथमा सबै धेरै धेरै बधाई छ जाने हाम्रो माझमा हाम्रा नवआगन्तुक अतिथिजीहरूले जो भोजन ग्रहण गरिसक्नु भएको छ उहाँहरूलाई हामी अब एउटा खेल खेलाउँदैछौँ अब आजको वनभोज कार्यक्रममा वनभोजबाट जुनसुकै तौर तबका पोजिसन भए पनि हामी सबैजना आफै भाइ बहिनी जस्तै बनेर यति राम्रो ठाउँ छ सुन्दर छापेढुङ्गा शिव मन्दिर हामी चाहिँ छापेढुङ्गामा जाँदैछौँ ओम शान्तिको पिकनिकमा होइन म्याडम यता न ओम शान्तिको पिकनिकबाट फर्किँदै खाना खाइवरी अनि कस्तो भयो हजुरलाई नाच्दै गाउँदै ल अरू भन्नुहोस् अब चाहिँ अफिस जाने हो अब बिराम हेर्न भन्नु छापेढुङ्गा जाने बाटो है गाइस चाहिँ हामी
गएर आउँदै हम पिकनिक खाएर। राम्रो छ जी, होस् रमाइलो भयो आजको। के तपाईँलाई मैले नलटाए त भयो? किन तराउनु भएको छ र? पहिलो हल्लिनुहोस् र भाउ के। हामी उत्तम नगर प्रवेश गरिसक्यौँ गाइस गाउँमा।